कसैले सुन्न यस्ता आँखा नदेख्ने खुट्टाले देख्न नसक्ने के छ र होइन यिनी हुन् र भालु पुष्पका एउटा छोरो एउटी छोरी यति राम्रा यति पोटिला रसिला राम्रा भन्थे जति राम्रो नि हेर्ने। सो हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई ब्लग। सबजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै चाहिँ राति किन भिडियो सुरु गरेछ भनेर सोच्नुभएको छ होला। अब दिन रात भनेको मेरो लागि एउटै हो गाइज। मैले एउटा कुरा चाहिँ गाइज के सिकेँ भन्दाखेरि सबसे पहिला चाहिँ यसको बारे भन्छ स्किन केयरमा चाहिँ म हल्का मनपर्छ भनौँ न। जस भएको सामानको चाहिँ फुल्ली सदुपयोग गर्छु होइन। अनि जस गराउनु मन लाग्छ के हेर्ने सक्दै सकिन्न, त्यही भएर सक्दो कोसिस चाहिँ गरिरहेको हिम्मत आएर होइन। अनि मैले चाहिँ एउटा कुरा के सिकेँ भन्दाखेरि चाहिँ इन्डिया गएको थिएँ नि त म यसो 15 दिन जति बसेँ होला। त्यहाँ चाहिँ मैले सुटिङ लाइनमा यसो सिक्न जान्थेँ भनौँ न, क्यामेरा स्यामेरा यताउति। त्यहाँ मैले चाहिँ इन्डियाको मान्छेहरू यति मेहनती देखेँ कि त्यही भएर त त्यत्रो सक्सेस छ यताउति, धेरै कुरामा परिवर्तन छ नि त। अनि मान्छेहरू के यस्तो खालको देखेँ कि तिनीहरूलाई एउटा दिनरात भन्ने एउटै के। अब नेपालमा त अब 11 बज्यो 10 बज्यो 12 बज्यो ल ल ल है सुत फोन नचला भन्ने हुन्छ नि त। तर त्यहाँ त्यस्तो नै क्या, दिनरात भन्ने एउटै, फरकै नपर्ने क्या। तर त्यही अब हेल्थ चाहिँ अब हुन त त्यही अनुसारको यताउति एडसाइडहरू सब थाहा छ होला के अरे। अब ठिक छ बाज्ने त बाजिरहेन्, तर मेन भनेको चाहिँ हेल्थ हो। त्यही भएर चाहिँ म कामै गर्न नसकेर आएँ। हुन्छ नि त 2-3 घन्टा मात्र सुत्न पर्ने, 2 दिन नन स्टप काम यताउति त्यो सुटिङ। त्यही भएर म त इरिटेट भएर आइदिएँ क्या। तर अहिले गए फेरि सकिन्थ्यो होला। अब त्यतिखेर हल्का सानो भन्थेँ, त्यही भएर पनि हो त ठिकै छ। त्यही भएर चाहिँ मैले मेरो लागि चाहिँ मेरो काम भनेको यही भिडियो हो नि त। दिन रात मेरो लागि उस्तै भएर आज यही नाइट भ्लग मात्र गरिदिनु पनि सक्छु म। तर त्यस्तो चाहिँ हल्का मजा आउनु नि त हजुरहरूलाई। अनि के यो लाएर भिडियो सुरु गरेको धोएर यसो राम्रो भएर उस गरे पनि हुन्छ भने पनि सोच्नुहुन्छ होला कतिले। तर मलाई मतलबै लाग्दैन क्या त्यस्तो यताउति। ठ्याक्क मेरो दिमागमा यो गर भन्नु गरिहाल्ने क्या। जस हल्का अब बाङ्गे हुनै पर्दो रहेछ कि गाइज अगाडि बढ्नको लागि। त्यो हल्का बाङ्गे हुने कोसिस गर्दैछु, किनकि सिधालाई त जसले पनि ठोक्छ नि त। बाङ्गे हुँदै यो त बाङ्गे छ यार अर्कोले त भन्ने हुन्छ नि त। त्यही भएर चाहिँ यो कुराले पनि यसो लाइफ लेसन दियो। त्यही भएर चाहिँ जे छ त्यही, जे हो त्यही देखाइदिरहेको हुन्छु म चाहिँ अबबाट। अरू पनि यस्तै हो। अब केही छ भने चाहिँ अहिले म एकछिनमा भेट्छु कि रे, नत्र भए चाहिँ म भोलि भेट्छु है त गाइज। गाइज ल है म फेरि आएँ। एउटा कुरा भन्छु कि मैले हजुरहरूलाई अघि चाहिँ मैले एउटा कुरा झिकेको थिएँ नि त। जेस गोर हुन मन लाग्छ सक्दिनँ, रोगटे गर्छु भन्छु नि त। तर फेरि होइन यसो स्टोरी अब भिडियो पनि लम्बिन्छ नि त। सुनाइदिउँ न के छ र हजुरहरूलाई, त्यो सुनाउनेहरू को छ र होइन। फ्यामिली बाइक के हो होइन, हजुरहरू पनि हुन्छ। सो अलराइट गाइज, दिस इज द नेक्स्ट एज चाहिँ अब के भने थाहै छैन। सो त्यही हो। अब आजको प्लान चाहिँ के हो एक्चुअली मलाई पनि थाहा छैन। एउटा भाइलाई बोलाउँदैछु, कहाँ जाँदैछौँ केही पनि थाहा छैन। काम चाहिँ छ पसलमा, त्यो चाहिँ म बिस्तारै देखाउनेछु हजुरहरूलाई। अनि अब भिडियो चाहिँ कहाँसम्म पुग्छ केही पनि थाहा छैन। तर सक्दो मेरो टार्गेट चाहिँ 10 मिनटभन्दा माथि पुऱ्याउने हो। म जस धेरै कुरा गर्दिनँ। मेरो टार्गेट चाहिँ अहिलेको 1 हप्तासम्मकै डेली ब्लग चाहिँ टाइपको बोक्स, तर डेली ब्लग चाहिँ राखेर हजुरहरूलाई देखाउँछु भन्ने सोचिरहेको छु। सो त्यही हो, माया देखाइदिनलाई। त्यो अहिले त भ्याइयो च्यानल त थुक्क। अस्ति त अलि भ्यू आउँथ्यो, हिजो भिडियो राखेको 1 घन्टामा जम्मा 50 भ्यू पनि नघटिरहेको। बर्बाद भयो थुक्क। पहिला कति फोटो खिच्दिएको कहिले, अहिले त बिर्सियो सब। बसन्ती बिग्रेर गयो सब भएको। तर म गराउँछु बसन्ती बिग्रेर होइन मै खै के हो गाइस। ठिक छ, तर म बसन्ती चाहिँ गराउँछु। अहिले के गर्ने सिचुएसनै के छ क्या त्यस्तै छ, ठिस भइएछ। सो अगाडि गाइस चाहिँ एउटा चाहिँ मैले मिठो आइडिया सोचेँ। अबको मैले जहिले पनि इन्ट्रो भिडियोहरू चाहिँ मेरो घरको छतबाट गर्छु क्या। यहाँबाट भ्यू देख्न सक्नुहुन्छ पछाडिको। लुक एट द भ्यू गाइस। परवास हेर्नु, म बस्ने ठाउँ कस्तो दामी छ, स्वर्ग जस्तो कि। ओए अहिले चाहिँ टक्क टिनमाथि आएर भिडियो सुट गर्दैछु। ल हाम्रो बेल्डन आयो। ओए बेल्डन, ए म देखेन।
कस्तो लाग्यो अब होइन मैले के सोचेको भन्न अबको इन्ट्रो चाहिँ होइन टिनमाथि आएर गरे त पनि के जस्तो पागल जस्तो ल केटाकेटी नै हो त म त गेटमा चढ्यो यहाँ हेर्न भ्यू कस्तो यहीँबाट आइज न यहाँबाट डडमाथि चढ्छ आइज यहाँ माथि आइज यहाँ फत्ते त आइज आयो बेल्ट हेरै भित्र छिर्लो आइज न माथि ठ्याक्क टेक्न धान छ क्या बिचमा टेक बिचमा ल मलाई त केटाकेटी भन्थ्योस् त पनि आइस् त फाइनल्ली हेर लभली भ्यू देखिन्छ यार परवास मेरो घर जुम गरेर त्यहाँ त्यो दुईवटा घरले छिकेको नत्र देखिन्थ्यो सो त्यही हो गाइज है अरू त के भन्ने र अब यस्तै छ अब एउटा भिडियो चाहिँ टिनमाथि आएर सुरु गर्छु तर मजा गरेको यो चाहिँ एकदम रिस्की हो तर हामीले एकदमै सेफ्टीको सहित गरेको छौँ यस्तो चाहिँ हजुरले नगर्नु है सो त्यही हो है यस्तो काम चाहिँ नगर्नु होला हजुरहरूले हामीले चाहिँ यस्तो टुच्चर रमाइलोको लागि मात्र गरेको भिडियोको लागि भनौँ न यस्तो काम तपाईँहरू नगर्ने किनभने सबैको साथमा मर्द हुँदैन तर यस्तो नगर्नु तपाईँहरूले किनभने रिक्स हो धेरै नै त्यही हो गाइस हामी पढेको स्कुल त्यही हो उता बुद्ध भएर हुनुहुन्छ उता प्यालो देखिन्छ नि गाइस हामी पढेको स्कुल चाहिँ त्यही हो त्यही के तपाईँहरू पढ्न आउनु भयो आउनु अब चाहिँ जस मेरो टार्गेट होइन के छ भन्दाखेरि 7 दिनसम्म धेरै हो कि चाहिँ नराम्रो होइन डेली ब्लग गर्छु भनेर कति ढाक्ने 7 दिनसम्म चाहिँ टाइपको हुन्छ नि जे भयो पनि यसो गर्ने कुरा छ 10 मिनटभन्दा माथि पुर्याउने कुरा छ हेर म आजको ब्लग कहाँसम्म पुग्छ थाहा छैन तर म पुर्याउने कोसिस चाहिँ गर्छु त्यही हो के भन्नु तँलाई केही भन्नु होइन त्यो 7 दिनसम्म आउँछ त्यही हो बसन्ती पनि आउँछ बसन्ती आउँछ अनि गफ गराउँछ बुढो भयो त्यसलाई अलि बुढो भयो त्यसलाई हल्का दबाई चाहियो सो त्यही हो दबाई भनेको थाहा होला हजुरलाई मोबाइल सबिल मोबाइल सिबिलहरू क्या सब ठिक त पछाडि इधर खुट्टा सुट्टा के रड सड के हाल्नु पर्यो त्यो फेरि कस्तो भन्दा एक हातै भयो कि त्यो बाइक फेरि त्यही भएर अन्त गाडी है गराउन सो त्यही हो अरू के भन्ने हो र लाइक सेयर सब्सक्राइब कमेन्ट कहाँ भेन लाग्यो तर गर्नु होला गर्नु थियो नभए भने सो त्यही हो बस हाम्रो भइरहेको गर्छन् नमस्ते नमस्ते हुन्छ भाइ हो भाइ ठुला जमाइका छोरा कान्छा हो यत्र पछि नपाएन कि आँखा पनि यत्र भयो मेरो मम्मीको मम्मी हो कि कता छन् त बालु हजुर दाई दाई छैन दाई होइन यिनी हुन् र बालु ठुला यिनी हो बालु भनेको के भनेको आमा तपाईँले नजिस्क्याउ न भाइ हो कि मेरो साथी हो साथी भाइ त्यसो भन्नुपर्छ यस्तो नजान्नेलाई ढाँड सलर नहुन्छ त पाप लाग्छ के अरे थियौ त्यहाँ यत्तिकै यसो भ्यू हेरेको परवासको उहाँ चाहिँ मेरो आमाको के अरे मम्मीको मम्मी है गाइस बुढी हुनुभयो जस पहिला चाहिँ एकदमै बलियो हुनुहुन्थ्यो एकपल्ट खिचेको तपाईँ टिभीमा आउनुहुन्छ आमा होइन खिच्ने चाहिँ तपाईँलाई होइन अरूलाई खिचेर त के हेर्ने हो हजुर त्यही त होला क्या जस आमा चाहिँ एकदमै बलियो हुनुहुन्थ्यो अनि एकपाल चाहिँ आमा चाहिँ त्यो मिल मिसिनमा चाहिँ उस हुँदा चाहिँ अहिले चाहिँ हल्का गाह्रो छ भनौँ न आमालाई हजुरको बारेमा भनेको पहिला कति बलियो हुनुहुन्थ्यो हजुर भनेर पहिला कति बलियो हुनुहुन्थ्यो अहिले हल्का बिरामी हुनुहुन्छ भनेको बुढी हुनुभयो 84 भइसक्यो आमाको
हिमालयबाट जरो चरी मैना पिन्जडी फाटी गयो बसो भैमा पिन्जडी फाटो भयो सुन्ने पनि होइन देख्ने पनि होइन हिँड्ने पनि होइन भैँमा थ्याच्च बसो ठिक छ थुम्न जानु भन्नु गुन्द्री कामलो कुर्सी टेबल केही चाहिएन के लाज होइन कि ला होइन अघि ला थियो कति सफ्ट हो क्या तपाईँको ए कति राम्ररी जमाना त कति ब्युटिफुल हुनुहुन्थ्यो लामा तपाईँ होइन तपाईँ के लगभग सुन्नु न 15-20 वर्षको उमेरमा त कति ब्युटिफुल हुनुहुन्थ्यो होला 15-20 वर्षको उमेरमा केटाहरूले हेर्थे कि नामा तपाईँलाई 15-20 वर्षको उमेर होइन कि त्यतिखेर हजुर हुँदा क्या 15-20 वर्ष हुँदा अरूले यस कतिको हेर्थे कि नि भनेको मतलब कि रुचाउँथ्यो होला नि भनेर कति राम्रो हुन्छ त हजुर 15-20 वर्ष कस्तो हुँदो भन्यो तपाईँ यस्तै त हुँदो के होइन होइन यस्तै यस्तै त यसो केटाहरूले हेर्थे कि नि त्यहाँ खरबारी घाँस पनि कलिलो हुन्छ नि त अलि माथि घाँस छिप्पिन्छ त्यहाँबाट फुल्छ बुढो हुन्छ काट्न नसकिने हुन्छ डाँटै डाँटो हुन्छ त्यस्तै हो मान्छे त्यो गराइ त दुईटा गाउँ छ र क्लियर हाततिर उस भनेको के 15-20 वर्षको उमेरमा हजुर 15-20 वर्षको उमेर हुँदा कसैले माया गर्थ्यो कि नि तपाईँलाई भनेको मलाई लभ आई लभ यु भन्थ्यो कि म तिमीलाई माया गर्छु मसँग बिहा गर भन्थ्यो कि नि भनेको त्यस्तो त मलाई दाईको हैकम बाघ ल्याउनु त्यहाँलाई हाम्रो दाईका साउने त कोही दाई तपाईँको दाई मेरो दाजु ओहो भाउजू अहिले बेच्नु भयो अहिले दुःखमा छौँ दाई भयो धेरै वर्ष उहाँले हजुरलाई तिमीले पनि देखेका आउनु आएको यहाँ पनि हैकम ठुलो थियो कसैले हामीलाई घर जाँदा पनि डराए फल्ना कि बहिनी हो भनेर हजुर बाको पनि डरै थियो त्यहाँ डराउनु हुँदो रहेछ भने कसैले केही नराम्रो शब्द भनेको म जान्न भयो जानेन एकदम कन्ट्रोल जान्ने त्यतिको हुनुपर्छ दाइ भाइ भएपछि कसैले सकेन आफ्नो बहिनीको लागि ज्यान दिनुपर्छ त किनकि उसको आमा तपाईँलाई याद छ किन मलाई एकपल्ट हजुरले उयो दिएको दिएको मलाई याद छ किन अरूले लगाइदिएका मान्छे किन भएन नि एउटा दिन न सर्टीमा होइन जिस्केको मजाक गरेको तर एकपाल चाहिँ दिनुभएको आमाले चाहिँ मलाई आफूले दुईटा दिनुभएको थियो पछि कहाँ गएको थियो कहाँ सानो भनेर मैले लगाएन पछि अझै पनि छ क्या कता खोज्दैन आमाले तपाईँले मलाई दिनुभएको याद छ कि त्यति त याद छ होला नि मलाई यो दुईटा मुन्द्रा दिनुभएको थियो एकपालि खोइ त कहाँले सानैमा अहिले कहाँ अटाएन त हेर न दुईटा मुन्द्रा दिएका मान्छेले अहिले फेरिमा आउने नमास्न पर्थ्यो मासेको होइन के सानो भएर नलाएको कता लगाइदिएको के पहिले यिनै सुनको सुन त हो नि त कापी त आमाको त लाउँदा होला त सुनाइ त यत्र चेप्टा लागेको पहिला हेर नि कान काट्यो समाउँदै हिँड्नु पर्ला अब आमा यो झर्लाई झर्दैन झऱ्यो भने म छु झर्दैन यो नसो त सुनले काटेको त्यो गरुङ्गा सुनले भाग्यमानी हो नि आमा तपाईँको पनि यो सुनले काट्नु कहाँ जोपाइतेले पाउँछ काट्न चेप्टा थियो कि बडा स्याहार आएको कुनै भाग्य मान्ने अभाग्य मान्ने भाग्यमानी कहाँ जोपाइतेले सुन लाउनु पाउँछ लागेको यहाँ फुल लागेको खुट्टामा कल्ली यहाँ सुन अर्का सुन चारपाटी सुन यहाँ डोमरी यी त अझै रहेछन् यी त अब छन् म सानैमा कस्तो थिएँ आमा म सानैमा कस्तो थिएँ सानैमा को म राम्रो एकदम राम्रो थिएँ कुहिरो जस्तो थिएँ गरे नि कुहिरो जस्तो थिएँ गरे मतलब गोरो थिएँ गरे को जस्तो गोरो थिएँ गरे म गोरो थियो कपाल नि खैरो थियो गरे कालो थियो कपाल कहिलो थिएन खैरो भन्थे त मलाई त झाटे क्या कालो थियो कि कहिलो थिएन हो र त्यही सोच्छु गीता पनि एकदम राम्री थिइन्
तिमी पनि राम्रा थियौ मैले पुष्पका एउटा छोरो एउटी छोरी यति राम्रा यति पोटिला रसिला राम्रा भन्थे केरामा जति राम्रो भयो नि हेर्ने इन्छन् जति राम्रो भयो नि हेर्ने इन्छन् सबैले धोका मात्र दिएर हो त पखेरा मन छेडी मन देउदैन हो मैले चाहिँ देख्दिनँ आमा म चस्मा खोल्ने मैले चाहिँ देख्दिनँ अस्ति नै आउँदा देउथिँदै मान्छे तन्त्र मात्र गरेको अहिलेदेखि नै ठ्याम्लेक्कै छेको दुईटेल ढोकियो त बाहिर मैले हेर्ने देख्दिनँ आमा चस्मा खोल्यो भने मैले बाहिर हेर्ने आँखालाई छेको जालाले जान्न जान्न भने पनि लान्छ कालोले कुरा छोड्छ त छोड्दैन कस्तो दामी उसले आँटो पनि लान्छ स्याट्टै कुन्दैन डुहागेर बसिएको छ कसलाई तपाईँलाई भनेको के भनेको मलाई भनेको ए म त फेरि बुझ्दिनँ भने बाहिर हेर्ने आँखालाई छेको जालाले जान्न जान्न भने पनि लान्छ कालोले ओए सिङ्गर बाहिर हेर्ने आँखालाई छेको जालाले यहाँ जालो लाग्छ कस्तो दामी उस तिमीहरूले लाइन झ्याक्क, निकाल्नु। तिमीहरूले- बाहिर हेर्ने आँखालाई छेको जालाले जान्न जान्न भन्दा नि लान्छ कालोले ओहो बाबाला भए अरू अरू सायद तिमीहरूलाई छेकिया छैन क्या छ अहिले छेकिसकि चस्मा लाउनु पर्यो आमा यो खोल्यो भने त के चस्मा मेरो पनि त छैन भएन त्यसले चस्मा लगायो भने ठिकै नलायो भने ठिकै हेरियो 2000 लाउँछु मात्र काम गरेँ आमा के हो बोले। यो फेरि के हो अम्लाको पितल पितल सुन जस्तो छ त यताको यो पितल हो यो पितल गरेर लाउँछ यो के हो भनेको यो सुन हो के हो भनेको सुन हो कि सुन हो अनि यो के हो यो हिरा जस्तो पत्तर ए यो साइडकै सुन भयो आमाको हातमा त सुनै सुन छ बिहान बाहिर नजाने त यो नक्कली सुन हो यो सक्कली सुन आमा यो घरबाट बाहिर नजाने छोपेर सक्छ मेरो तपाईँलाई हेरे। यो घरबाट बाहिर नजानु यता हिँड्दै यताउति नजानु भने तपाईँलाई उठाएर लग्छ कसैले सुन्न यस्ता आँखा नदेख्ने खुट्टाले देख्न नसक्ने के छ र के छ र नै तपाईँलाई यो यत्रो लाउनु भएको नि त त्यही भएर लग्छ ए यो अलि अलि जरको भयो यो त्यही भएर अलि ढाक्नुपर्छ अब यो हात हेल्थ्यो